गुड इभिनिङ एभ्रिवान। आज चाहिँ हामी सब्जी मार्केट गएर थियौँ। यहाँ हाम्रो माइजूलाई चाहिँ ज्वरो आएछ भनेर हस्पिटलमा एडमिट गरेको थियो। अन्त त्यहाँ हेर्नु भनेर गएको थियौँ गाइस। नभन्नु आउँदाखेरि त यस्तो ट्राफिक जाम भएको नि, मतलब आज हाम्रो त्यहाँनिर चाहिँ हस्पिटलको सामने के अरे थाना माठमा होला, थानाको अगाडि माठमा होला सायद। त्यहाँनिर चाहिँ फुटबल आज सेवक र गान्तोकको फुटबल खेल्थ्यो अरे नि त, फुटबल म्याच थियो अरे। त्यो म्याचमा चाहिँ यस्तो थियो अरे पुरा टिकट गरेर 30 रुपियाँ कि 40 रुपियाँ गरेर टिकट पो थियो अरे। यस्तो भिड बाइक स्कुटी नभन्नु। हामी चाहिँ यहाँ स्कुटी रुकेर एकछिन बसिरहेछौँ। अन्त भिड नभन्नु न, हामी त पारै, अब हामी त लेडिजहरू नि त्यति पार गर्न कहाँ सकिन्छ हामी त भनेर चाहिँ अब हामी एकछिन रुकेर बसिरहेको छौँ। यहाँ हेर्नु है, यता म देखाइदिन्छु तपाईँहरूलाई चाहिँ यता कस्तो छ भनेर। यहाँ हेर्नु यस्तो ट्राफिक जाम भयो, हेर्नु यहाँ हेर्नु। हामी त कहाँ लान सकिन्छ यस्तो भिडमा, पुरा भिड नि नभन्नु। यस्तो भिड हामी चाहिँ रुकेर बसिरहेको छौँ। अब हामी लेडिजहरूले चाहिँ सक्दिनौँ हो अनि त्यस्तो कुदाउनु अनि भनेर भिड। आज चाहिँ आज सन्डे पनि हो। सन्डे चाहिँ हाम्रो यता बजार लाग्छ नि त, सब्जी बजार लाग्छ सन्डे चाहिँ। त्यस्तो भिड अनि खेल पनि गान्तोकको र सेवकको अरे। अनि भिड हुन्छ नि बाफ्रे।